हात छ या छैन? छैन छैन सरकारले भनेपछि सरकार निर्दोष छ, निर्दोष छ यस विषयमा सरकारलाई केही दोषै छैन। सो गाइज हेलो एन्ड वेलकम ब्याक टु माई भिडियो। अनि आज हामी छौँ बुटोल उपमहानगरपालिका अगाडि बाल मन्दिरमा। तपाईँहरूले मेरो ब्याकड्रपमा देख्न सक्नुहुन्छ ग्यासको लाइन लागेको छ। सेवाग्राहीहरूले चाहिँ ग्यास नपाएर हाहाकार मचे जस्तो अवस्था देखिन्छ। यस विषयमा चाहिँ हामी विस्तृत रूपमा चाहिँ सम्बन्धित निकायका व्यक्तिहरूसँग चाहिँ प्रश्न उत्तर गर्नेछौँ। त्यसैले ढिला नगरिकन लेट्स गो। तपाईँलाई स्वागत छ सर हाम्रो भिडियोमा। हजुर हजुर भन्नु न। तपाईँको परिचयबाट सुरु गरौँ। म अमित लोहनी, म चाहिँ यो एलपिजी नै हेर्छु होइन, नेपाल प्रादेशिक कार्यालयमा भलबाडी। हजुर। अनि यो ग्यास साँच्चैकै सर्टेज भएको हो कि कहीँ कतै कुनै तत्त्वले चाहिँ तपाईँको लुकाएर या अरू कुनै कुराले चाहिँ सर्टेज भएको? अनि सर्टेज त अब यस्तो छ, यसो हेर्दाखेरि चाहिँ अब यस्तो यहाँ जनमानस हेर्दाखेरि चाहिँ सर्टेज भयो जस्तो पनि देखिन्छ होइन। तर जुन हाम्रो चाहिँ इन्डियादेखि आउनुपर्ने हो पहिलाको रेसियो हेर्दाखेरि त्योभन्दा बढी नै आएको छ क्या अहिले। जस्तै एलपिजी चाहिँ जति इन्डियादेखि आउनुपर्ने नि पहिलाको महिनामा अहिले त्योभन्दा बढी आएको छ। अब यहाँ यस्तो हेर्दाखेरि चाहिँ त्यो सर्टेज तर यो चाहिँ लगभग हाम्रो चाहिँ के छ भन्दाखेरि 1-2 दिनमै यो चाहिँ सर्ट आउट हुन्छ। किनभने हजुर चाहिँ कस्तो भयो भन्दाखेरि यो चाहिँ हामीलाई के लाग्छ भन्दाखेरि यो डिलरहरूबाटै यो अलिकति लुकाएको हो कि के हो कसो हो भन्ने कुरा चाहिँ यहाँ देखियो कि। जस्तो के छ भन्दाखेरि हजुरको ठुल्ठुलो मान्छेले चाहिँ पाउने 4-5 ग्यास पनि पाउनेमा यहाँ सर्वसाधारणले नपाउने जस्तो देखियो कि। त्यसमा चाहिँ हामीले चाहिँ के छ भन्दाखेरि आजदेखि चाहिँ हामीले चाहिँ यो भइरहेको खाद्य संस्थान र अनि बुटोलको चाहिँ हजुरको चाहिँ यहाँ यो बाल मन्दिरबाट चाहिँ यो नेपाल आइलियमले चाहिँ यो अनि तपाईँहरूको यो जुन संस्था छ यो एलपिजी सम्बन्धी काम गर्ने संस्था, त्यसले अनुगमनलाई चाहिँ अलिकति तीव्र गराएर चाहिँ 2 नम्बरी गरेका व्यापारीहरूलाई चाहिँ तपाईँहरूले चाहिँ कानुन सम्मत ल्याएर चाहिँ कारबाही गर्ने योजना गराउनु भएको छ या चाहिँ के छ तपाईँहरूको रणनीति? हामीले त्यस्तो चाहिँ कहीँबाट त्यस्तो खबर पायौँ भने चाहिँ हामीले चाहिँ त्यो कानुन सम्मतै गर्छौँ हजुर। हो है, भने त्यस्तो चाहिँ भेटे छैन अहिलेसम्म। लुकाउनुको कारण चाहिँ के? यो लुकाउनु त यस्तो लुकाउने भन्दा पनि कस्तो भयो भन्दाखेरि हजुरको चाहिँ अलिकति पब्लिकमा नि कस्तो भयो भन्दाखेरि जस्तो उहाँहरूसँग चाहिँ पहिला चाहिँ हाम्रो चाहिँ हाफ सिलिन्डर थियो होइन। अहिले फुलमा आउँदाखेरि चाहिँ पहिला पब्लिकहरूले के गर्नु भन्दाखेरि हाफ सिलिन्डर हुँदाखेरि उहाँहरूसँग फुल हुँदाखेरि चाहिँ त्यो फुल चाहिँ खाली भयो तर हाफमा उहाँहरूले लिइदिनु भएन के। फुल आउँछ कुनै बेला अहिलेको ल्याउँदा फुल आउँदाखेरि अनि जाम्ला भन्दाखेरि अनि एक्कासी चाहिँ यो बजारमा चाप बढेको हुँदाखेरि मात्रै त्यो हो। यो चाहिँ 1-2 दिनमा चाहिँ हजुरको यही साउन महिनाभित्र यो सल्टिन्छ हजुर। अनि यो अहिले जनमानसमा के छ भन्दाखेरि चाहिँ यो सरकारलाई पनि दोष दिने कामहरू भइरहेको छ। यसप्रति तपाईँहरूको टिप्पणी चाहिँ के छ? होइन त्यस्तो सरकारलाई दोष हामीले जे जस्तो जति आएछ जस्तो कम्पनीले पनि हजुरको चाहिँ जस्तो के छ भन्दाखेरि इन्डियादेखि नै हजुरको जति आएछ यसमा लामो कुरा गर्नुभन्दा सरकारको कहीँ कतै कुनै हात छ या छैन? छैन सरकार भनेपछि सरकार निर्दोष छ, यस विषयमा केही दोषै छैन।